लेसन 16 मा आएको छौँ हामी। लेसन 16 मा हामीले पढ्नुपर्ने कुरा भनेको नयाँ कुरा, हामीले अझै नयाँ कुरा पढ्नेछौँ, जसमा चाहिँ नेपालीमा दुईवटा शब्दहरूलाई चाहिँ दुईवटा अथवा दुईवटा वाक्यहरूलाई एउटै वाक्यमा भन्दाखेरि कसरी भन्ने त। जस्तो यसमा चाहिँ छोटा छोटा नियम छ, जसमा मैले सुरुमा इकेओसी अथवा यसमा चाहिँ हामीले विशेषण, हामीले प्राय लेसनमा पढ्ने भनेको इकेओसी, नाकेओसी, मेसी र दौसी कसरी कसरी प्रयोग गर्ने त्यो चाहिँ पढ्छन्। यसमा चाहिँ मैले सुरुमा इकेओसी कसरी प्रयोग गर्ने, इ एडजेक्टिभ कसरी प्रयोग गर्ने, दुई वा दुईभन्दा बढी वाक्यलाई दे ते जोडेर एउटा वाक्य बनाउने तरिका है। यो चाहिँ हाम्रो 16 मा चाहिँ मेनली पढ्ने भनेको हाम्रो यही हो। दुईवटा वाक्य कस्तो छ त, इ एडजेक्टिभ लगाएर एउटा मैले दुईवटा सेन्टेन्स लेख्छु। जस्तो सीता सान वा किरे अथवा कस्तो भन्ने, यासासी देश, अनि फेरि सीता सान, एउटै मान्छेको दुईटा है कुरा भने सीता सान वा ताखाई देश। यो दुईटा सेन्टेन्स छ, हामीले 3-4वटा पनि जोड्न सक्छौँ, तर हामीले दुईटा जोडेर हेरौँ पहिला। सीता सान वा एसासी देश भनेको हेल्पफुल छ, सजिलो खालको मान्छे छ होइन, एकदम संवाद गर्न सजिलो खालको, सबै कुराहरू हेल्पफुल टाइपको। अर्को छ सीता सान वा ताखाई देश भनेको यो सीता सान चाहिँ महँगो, यो चाहिँ भन्न खोजेको होइन। सीता सान चाहिँ अग्लो छ अरे क्या हाइटमा, ताखाई छ। र दुईवटा कुरा यसरी देश देश एउटै देशमा भन्नु पऱ्यो। यो देश भनेको हो, यो देश, यहाँ पनि देश, दुईवटा सेन्टेन्स छ यसमा। अब दुईवटा सेन्टेन्सलाई एउटै कसरी बनाउने त, हामीले लेसन 16 मा पढ्ने भनेको नै यही हो मेन। दुईवटा वाक्यलाई एउटै वाक्य बनाउने कसरी बनाउने त। अब इ एब्जेक्टमा कसरी गर्ने त, यसमा चाहिँ इलाई हटाइदिने, कुते जोड्ने, इलाई हटाएर कुते जोडिदिने। र कसरी जोड्ने त, यहाँ हेर्नुहोस्। अब सीता सान भनेको एउटै मान्छे हो, एउटै मान्छेको दुईवटा कुरा गरेको छ यहाँ, त्यसैले सब्जेक्ट चाहिँ एउटै राखौँ हामी, सीता सान वा। सीता र रामको कुरा भएको छैन, त्यसैले एउटै मान्छेको कुरा भयो, मैले एउटैको नाम राखेँ। यहाँ राम पनि हुनसक्छ है, यहाँ दुईवटा मान्छेको कुरालाई एउटैमा भन्दाखेरि पनि बोल्न सकिन्छ, तर यसमा चाहिँ मैले सीता सानको कुरा भएको कारणले चाहिँ सीता सान वा। अब के हुने भयो यहाँ, यासा सी जस्ताको जस्तै यो इकेओसीको इलाई हटाएर के लेख्ने त, यहाँ इलाई हटाएर कुते जोड्ने, कुते जोडिदिने। अनि यहाँ चाहिँ कोमा, सानो कोमा, यसलाई चाहिँ तेन भन्छ, सानो खालको एउटा तेन हो एउटा पनि। सीता सान वा एसासी कुते। अब एसासी कुते योको ठाउँमा कुते भयो, देश सायनारा, देश हटाइदिने। अब फेरि यो के छ, सीता सान वा ताखाई देश। यो भनेको सीता सान वा मैले एउटै ठाउँमा लेखिसकेको छु, यो एउटै मान्छेको कुरा भएको छ, सीता सान वा एसासी कुते। अब यसमा चाहिँ डाइरेक्ट हामीले ताखाई देश। नेपालीमा कसरी भन्ने त, यसको मिनिङ अब के हुने भयो त्यो, सीता सान चाहिँ एसासी कुते ताखाई देश। सीता सान चाहिँ एकदम हेल्पफुल अथवा दयालु टाइपको भएर, ताखाई भनेको अग्लो छ। त्यो मान्छे दयालु भएर अग्लो भएको होइन कि, दयालु पनि छ ताखाई पनि छ, यस्तो खालको भन्न खोजेको चाहिँ। सीता सान चाहिँ एसासी कुते ताखाई देश। सीता सान चाहिँ यसको दुईवटा विशेषता जनाएको छ एउटै मान्छेको। सीता सान चाहिँ हेल्पफुल भएर उहाँ चाहिँ ताखाई भनेको अग्लो पनि हुनुहुन्छ भन्ने कुरा भयो, एउटै मिनिङ भयो। जस्तो यहाँ चाहिँ अब इकेओसी भयो। अब अर्को नाकेओसी कसरी गर्ने त, ना एडजेक्टिभमा चाहिँ यसको मिनिङ, यसको रुल्स हुन्छ। नाकेओसीमा दे जोड्ने। यसमा पनि अब मैले रामको कुरा गरेँ, यसमा अब सीताको कुरा भइसक्यो, रामको कुरा गरौँ। अब राम सान वा, सान चाहिँ लेख्न नबिर्सनु है, सान चाहिँ हामीले भन्न कसैलाई पनि छुटाउने होइन। सान भनेको नाम पछाडि सान भन्नै पर्छ हामीले, सामा भन्न जन्माउनु भयो, सामा भनेको अझै त्यही निकै भयो है, पोलाइट फर्म। नाकेओसीमा चाहिँ नालाई हटाइदिएर दे जोड्ने। कसरी जोड्ने हेर्नुहोस् यहाँ, रामसान वा हान्सामु देश, रामसान वा हान्सामु देश।
अब यहाँ स्यामसङ स्यामसङमा एउटै मान्छे कुरा गरौँ हामी चाहिँ है, फेरि रामकै कुरा गरौँ यहाँ पनि। रामसन वा कस्तो छ त अब यसको विशेषता जनाउने खालको। नाकेओसी भनेको विशेषता नै हो, इकेओसी भनेको पनि विशेषता नै हो। यसमा चाहिँ हान्साम भनेको एउटा नाकेओसी भइहाल्यो। अब अर्को नाकेओसी के छ त, जेउजु जेउजु देश भनेको चाहिँ रामसान वा हान्सामु देश ह्यान्डसम छ, रामसान चाहिँ जेउजु देश भनेको ट्यालेन्ट छ। अब यसलाई एउटै सेन्टेन्समा भन्दाखेरि कसरी भन्ने त हेरौँ। रामसान वा जस्ताको तस्तै, यो भनेको हाम्रो सब्जेक्ट भयो, एउटै मान्छे हो। हामीले एउटै सब्जेक्ट दुईवटा सब्जेक्ट एउटैमा लेख्ने रामसान वा, किनकि हामीले एउटा सेन्टेन्स बनाउँदैछौँ, त्यही भएर यहाँ पनि सेन्टेन्स एउटै बनाउँदाखेरि दुईवटाको एउटै लेख्ने रामसान वा हान्सामु। माथि चाहिँ इकेओसीमा इले हटाएर कुते जोडेको थियौँ। अब यसमा चाहिँ नाकेओसीमा ना भनेको अब पछाडिपट्टि हान्सामु ना हितोदेश भएको बेलामा चाहिँ नाउन भएको बेलामा चाहिँ नाकेओसी आउने हो भने यसमा चाहिँ जस्ताको तस्तै हान्सामु दे, यो दे जोडिदिने, यो नाकेओसी नलेखेर दे जोडिदिने, हान्सामु दे। यसमा पनि फेरि कोमा देन हान्सामु दे, अनि यहाँ जेउजु देश, अथवा जेउजु ना हितो देश पनि भन्न मिल्छ। पछाडि हितो भनेको एउटा नाउन हो, नाउन आयो भने चाहिँ ना जेउजु ना हितो देश, अथवा केही छैन भने जेउजु देश। रामसान वा हान्सामु दे जेउजु देश, रामसान चाहिँ ह्यान्डसम छ र अथवा ह्यान्डसम भएर जेउजु छ, ट्यालेन्ट छ, पर्फेक्ट छ केही कुरामा, त्यो भन्न खोजेको यस्तो चाहिँ है। यो भएर त्यो भएर भन्ने हुन्छ यसमा चाहिँ, यो ए र नेपालीमा ए र सँग आउने, खाएर गएर त्यो पनि हुन्छ, तर यसमा चाहिँ विशेषताको कुरा गरेको छ। अब हामीले अर्को चाहिँ के पढ्छौँ त यहाँ लेसन 16मा इकेओसी र नाकेओसी पढ्यौँ। अब हामीले पढ्नेछौँ नम्बर 3 मा रहेको छ नाउन। नाउनमा कसरी युज गर्ने, नाउनमा पनि दे नै युज हुन्छ है त, नाउनको पछाडि दे कसरी युज गर्ने। यसमा फेरि एउटा सेन्टेन्स लेखेँ मैले, अब मेरै लेखेँ मैले, यसमा चाहिँ अरूको नलेखेर। चन्द्रसान वा नेपारू जिन्देश भनेको चन्द्रसान चाहिँ नेपाली हो, नेपाली नागरिक हो। अनि फेरि चन्द्रसान वा ओसाका कोकुसाई एकाडेमी नो भनेको नामको फेरि नो गाकुसेई देश। यस्तो दुईवटा कुरा छ। चन्द्रसान वा नेपाली जिन्देश, चन्द्रसान चाहिँ नेपाली हो, नेपाली मान्छे हो। देशको नागरिकता जनाउने मान्छेलाई, नागरिक जनाउने मान्छेलाई जिन भनेर जनाइन्छ, देशको पछाडि जिन जनाएर है। अनि चन्द्रसान वा नेपाली जिन्देश, चन्द्रसान चाहिँ नेपाली हो। र अर्को के छ फेरि, चन्द्रसान वा ओसाका कोकुसाई एकाडेमी नो गाकुसेई देश, चन्द्रसान नेपाली हो र चन्द्रसान चाहिँ ओसाका कोकुसाई एकाडेमीको एउटा स्टुडेन्ट पनि हो। अब हामीले एउटैमा भनौँ, कसरी भन्ने त, चन्द्रसान एउटा सब्जेक्ट भइहाल्यो, चन्द्रसान वा। अब नेपाली जिन भनेको के हो, त्यो नाउन हो, नाउन मेसी, नेपारू जिन, त्यसको पछाडि चाहिँ हामीले दे जोडिदिने है त, जस्तो हामीले नाकेओसीमा जोडेको थियौँ त्यस्तै हो। यसको रुल्स पनि ठ्याक्कै जस्ताको तस्तै छ। दे चन्द्रसान वा नेपारू जिन दे, अब पछाडि के हुने भयो त फेरि, अनि जस्ताको तस्तै यहाँ वा भन्दा पछाडिको के छ त, ओसाका कोकुसाई एकाडेमी नो गाकुसेई देश, चन्द्रसान नेपाली, ओसाका कोकुसाई नो विद्यार्थी हो। जस्तो नेपाली भएर भन्ने हो नि यसमा चाहिँ है, जस्तो नेपालीमा लेखिदिएँ मैले,
चन्द्रजी नेपाली लेख्न पनि बिर्सेछु मैले नेपाली कोमा अनि फेरि ओसाका कोकुसाई नो गाकुसे देश अथवा ओसाका कोकुसाई को विद्यार्थी हो। के बुझ्नुभयो तपाईँहरूले? चन्द्रजी नेपाली भएर भन्दा पनि हुन्छ, तर चन्द्रजी नेपाली ओसाका कोकुसाई एकाडेमीको विद्यार्थी हो भन्दाखेरि चाहिँ यसरी भन्ने। तपाईँहरूलाई अब भेटनामी साथीलाई भन्नु पर्यो अनातावा भेटनामु जिन्दे ओसाका कोकुसाई एकाडेमी नो गाकुसे देश। तिमी चाहिँ भेटनामी नेपाली ओसाका कोकुसाई एकाडेमीको विद्यार्थी हो। त्यसरी भन्दाखेरि चाहिँ एउटै सेन्टेन्समा भन्दाखेरि चाहिँ यो इकेओसीमा कुते अनि नाकेओसी र मेसीमा चाहिँ दे जोड दिने पछाडिपट्टि चाहिँ अनि कमा दिएर तपाईँहरूले तिनवटा सेन्टेन्स छ भने पछि पनि कमा दिँदै दे जोड्दै कमा दिँदै दे जोड्दै भन्न सक्नुहुन्छ। तर मैले चाहिँ दुईवटा मात्रै इक्जाम्पल दिएँ, तपाईँहरूले बुकमा पनि पढ्न सक्नुहुन्छ, तपाईँहरूले अरू नयाँ सेन्टेन्स पनि आफै पनि बनाउन सक्नुहुन्छ। र यसमा चाहिँ हामीले दुईवटा भन्दा बढी वाक्यहरू जोडेर एउटा सेन्टेन्स बनाउन सिक्यौँ। तपाईँहरूले अझै प्र्याक्टिस गर्नुहोस्। ते खारा यो चाहिँ हामीले फेरि यहाँ ते फर्ममा लिनु पर्यो। हामीले ते फर्ममा चाहिँ हामीले लेसन 14 मा पढिसकेको छौँ। तपाईँहरूलाई अब इजी नै भइहाल्यो होइन। ते खारा भनेको चाहिँ गरेपछि अथवा यो पछि त्यो हुन्छ अथवा यो गरेपछि त्यो हुन्छ भन्ने, यो गरेपछि त्यो गर्छु भन्ने खालको। जस्तो ते भनेको गरेपछि, खारा भनेको पछि। जस्तो एउटा इक्जाम्पल दिएँ मैले, सिगोतो ओ ओवारिमास अनि गोहान ओ ताबेमास। यसमा चाहिँ दुईवटा सेन्टेन्स छ। मास मास आयो भने यो सेन्टेन्स भयो भन्ने कुरा, एउटा सेन्टेन्स पुरा भयो भने बुझ्नुहोस्। सिगोतो ओ ओवारिमास गोहान ओ ताबेमास। पहिला के गर्छ त? सिगोतो ओ ओवारिमास भनेको पहिला काम सक्छ अनि भात खान्छ अथवा खाना खान्छ। यो भन्दाखेरि चाहिँ हामीले ते खारा यस्तो खालको युज गर्ने। यसलाई हामीले एउटा सेन्टेन्स बनाएर हेरौँ। सिगोतो ओ रि, यहाँ फेरि रि आयो। अब त्यो फर्ममा लेख्दाखेरि के भन्नु पर्दा इचिरित्ते भनेर हामीले मिनिङ सम्झाउने। इचिरित्ते भनेपछि यहाँ ते हुने भयो। सिगोतो ओ वात्ते, यो ते पछि खारा आउँछ। यहाँ फेरि हामीले माथि भएको फर्मेट अनुसार बनाउने। हामीले चाहिँ त्यही फर्ममा लिने अनि खारा जोड्ने र त्यसपछि जस्तो त्यस्तै गोहान ओ ताबेमास। यहाँ यो मासलाई हटाएर हामीले त्यही फर्ममा लिएर खारा बनायौँ। यो पनि दुईवटा वाक्यलाई एउटै बनाउने एउटा नयाँ मेथड पनि भयो एउटा। यो त्यही खारा भनेको यो पनि दुईवटा सेन्टेन्सलाई जोडेर एउटा नयाँ सेन्टेन्स बनेको छ। यसमा के भनेको छ त? सिगोतो ओ ओवात्ते कारा गोहानो ताबेमास। यसमा चाहिँ माथिमा भनेको थियो सिगोतो ओवारिमास काम सक्छु अनि भनेको छैन त्यसमा है, काम सक्छु खाना खान्छु। पहिला खाना खान्छ कि पछि खाना खान्छ, पहिला खाना खान्छ कि पछि काम सक्छ त, त्यो कुरा भनेको छैन। यसमा चाहिँ ठ्याक्कै उल्टो बनाउन सकिन्छ। जस्तो मैले बनाइदिएँ गोहान ओ ताबे, यो भनेको निगुरुप हो। निगुरुपमा चाहिँ हामीले जस्ताको जस्तै ते जोडिने पछाडि मासु हटाइदिएर ताबे ते खारा अनि सिगोतो ओ के छ? सिगोतो ओ ओवारिमास। जसरी पनि गर्न सकिन्छ हामीले। तर यसमा चाहिँ कुन कुरा पहिला भइरहेको छ भन्ने कुरा हो। यसमा चाहिँ पहिला खाना खाने कुरा गर्छ भने र पछि काम सक्ने कुरा गर्छ। यो माथि चाहिँ पहिला काम सक्ने कुरा गर्छ अनि खाना खाने कुरा गर्छ। यति डिफ्रेन्ट हो। तपाईँहरूले जसरी पनि बनाउन सक्नुहुन्छ। सिगोतो ओ ओवात्ते कारा भनेको काम सकेपछि अथवा सकेर। सिगोतो ओ ओवात्ते गोहानो ताबेमास यो पनि भन्न मिल्छ। तर ओवात्ते कारा भनेको हाम्रो लेसन 16 मा भएको हाम्रो ग्रामेटिकल फर्म हो एउटा। सिगोतो ओ ओवात्ते कारा गोहानो ताबेमास एउटा पूर्ण सेन्टेन्स भयो। यो भएपछि काम सकेपछि खाना खान्छु। अनि तलपट्टि के भन्यो त? गोहानो ताबेते कारा सिगोतो ओ ओवारिमास।
पहिला होइन उसलाई भोक लागेको छ, भोक लागेपछि त खाना खानु पऱ्यो पहिला। त्यो भएको कारणले पहिला खाना खान्छ उसले, पहिला खाना खाएर खाना खाइसकेपछि काम सक्छ अरे। पहिला खाना खानु पऱ्यो, इनर्जी आउनु पऱ्यो होइन। त्यस्तो बेलामा चाहिँ गुहानो तबेते खारा सिगोतो वारी मास यसरी भन्ने भयो।